हेलो साथीहरु सबैलाई स्वागत छ है। अब आजदेखि हाम्रो चाहिँ धान काट्ने कार्यक्रम रहेको छ अनि हामीले चाहिँ फटाफट यसरी हामी सबै फ्यामिली मिलेर एकदमै धान काट्ने गरिरहेका छौं। यसरी धान काट्ने क्रममा विभिन्न खालका समस्याहरू पनि आएका थिए। यसमा चाहिँ फटाफट धान काटेर हामीले सक्दैछौं। एक दिनमा चाहिँ सकिएन, आफ्नो जति सकिन्थ्यो त्यो सबै बल लगाएर हामीले चाहिँ धान काट्ने गर्यौं र यसरी फटाफट सक्यौं। यसरी सबै मिलेर धान काट्दाखेरि रमाइलो पनि हुन्छ साथीहरु। र हाम्रो थारू परम्परा अनुसार हामी धान काटिसकेपछि विभिन्न क्रियाकलाप पनि गर्छौं। काट्दै गर्दाखेरि एउटा कुकुर किरा पनि भेटियो। ल हेर्नुस् है साथीहरु, यस्तो डरलाग्ने खालको चाहिँ कुकुर किरा एउटा भेटिएको थियो। हेर्नुस् त कस्तो छ बाबै। यो किरा चाहिँ अलिकति हेर्दाखेरि डरलाग्दो नै छ। र यसरी हामीले निरन्तर रूपमा धान काट्यौं र धान काटिसकेपछि हामीले औली उतार्ने भनेर भन्छौं। प्रकृति पूजक हामी, त्यसकारणले यसरी माला बुनियो र माला बुनिसकेपछि एउटा निशान गाड्नको लागि एउटा मैले बाँस काटेँ र यसरी बाँस काटिसकेपछि केही बचेको थियो धान काट्नलाई। त्यो धान काट्नलाई यति मात्र बाँकी छ अब। र यसरी हामीले बचेको धानलाई काट्छौं र काटिसकेपछि अन्तिम भइसकेपछि त्यसलाई चाहिँ एउटा प्रक्रियागत पूजा गरेर हामीले धान काट्ने कार्यक्रम चाहिँ अन्त्य गर्छौं हाम्रो चलन अनुसार। किसानों की जिंदगी फिर बड़ा गजब के 15 मिनट करबो बदरी आ जाए, कबो पत्थर पानी आ जाए, सब खत्म कर दो। ये सब काट सकले आती आवाज बदरी आई थी। खेतों लगाइना बेला में मल नहीं मिला। जब जैसी तैसी करके 1000 रुपये में पहिना मल 3000 मन किन के खेतों लगाइबो। जब बेचना बेला आई तो भाव नहीं रहा। नेपाल सरकार तय कर ले बा 3300 रुपया क्विंटल भने किसान पाइने जम्मा अब 2600 लेके 3000 जम्मा। जैसे कि फिर दुख पैना धोखा पैना पीड़ा में रहने के लिए किसान इसके सब sama berarti sama berarti